दर्शकवृन्द, अहिले म देवद 6 ज्योतिनगर खैरनीमा आइसकेको छु, जुन रूपन्देहीमा चाहिँ पर्छ। यहाँ एउटा बहुत आकर्षण, धेरै आकर्षण भएको गौतम बुद्ध राष्ट्रिय उद्यान भन्ने एउटा चाहिँ पार्क रहेको छ। आज मेरो दर्शकवृन्दलाई यो पार्कको अवलोकन गराउँदैछु। र यो पार्क खैरनीमा यो पहाडको काखमा छ। यतातिर देखिराख्नु भएको छ, पछाडिपट्टि जङ्गल छ र एउटा बाटो छ। त्यो बाटो पाल्पा जाने बाटो हो दर्शकवृन्द। यहाँबाट पनि चाहिँ पाल्पा जान चाहिँ सकिन्छ। यो पनि दर्शकवृन्दलाई मैले चाहिँ अवगत गराएँ। र यो पार्कको अवलोकन गर्नु पूर्व यहाँ एउटा चाहिँ नियम राखिएको छ कि 30 रुपियाँको टिकट लिनुपर्छ। म अब त्यो टिकट लिएर यो पार्कभित्र प्रवेश गर्छु। दुईटा टिकट मैले लिइसकेको छु। यो 30 रुपियाँको टिकट छ र यो टिकट लिएर म पार्कभित्र चाहिँ इन्ट्री गर्छु र त्यहाँ के आकर्षण छ सम्पूर्ण कुरा हजुरहरूलाई चाहिँ म बताउँछु। पार्कभित्र प्रवेश गरिसकेको छौँ। पार्कको सुरुमै यो हेर्नुस्, यस्तो यो बौद्धिस्ट झन्डा लगाइएको छ र नेपालको झन्डा पनि यहाँ चाहिँ लगाइएको छ इन्ट्रीमै। र त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ झरना पनि बनाइएको छ। यहाँ जुन इन्ट्रान्समै यो धेरै आकर्षण, धेरै सुन्दर देखिएको छ। पहाडको काखमा यो पार्क जसले बनाएको छ, धेरै कुरा चाहिँ सोचेर बनाएको छ। यहाँको वातावरण हेर्दाखेरि यो पार्कबाट निस्किनै मन लागेको छैन। किन भन्दाखेरि यहाँ चाहिँ विभिन्न किसिमको फुलहरू, ठुल्ठुलो रुखहरू, सबै चिजले यो पार्क भरिभराउ छ। दर्शकवृन्द, एकपटक यो पार्कलाई हजुरहरूले भिजिट गर्नुहोला।